हेलो गाइस, म चाहिँ अहिले युएन पार्कको पुलमा छु। अनि मलाई चाहिँ घरमा पढ्न पनि डिस्टर्ब हुने माइन होइन। अनि यहाँ पढ्न भनेर आएको, खासै यहाँ पनि पढ्न नसक्ने सिचुएसन छ क्या। अब यहाँ नि कस्तो कस्तो मान्छेहरू हुन्छ है। कुनै चाहिँ अब कस्तो दिमाग खुसेको जस्तो, कुनै राम्रै मान्छेहरू, कुनै गाजा खाने मान्छेहरू, पढ्नै नसक्ने क्या खास गरी। मलाईमा पढ्नुपर्छ भनेर पनि थाहा छ, पढ्ने कुरा पनि छ, समय पनि छ, सबै थोक छ जिन्दगीमा होइन। अनि पढ्नै नसक्ने के, लाइक मेहनत गर्न नसक्ने हो कि के हो खै, एउटा कन्सन्ट्रेट भएर पढ्न नसक्ने कि म चाहिँ। कस्तो तनाव लाग्छ भनेको फ्युचर सम्झिँदा पनि होइन। पढ्नुपर्छ एकदम थाहा छ, पढ्न मन पनि छ, नभएको होइन, तर पढ्नै नसक्ने कस्तो गाह्रो। नपढे पनि भएको छैन, थाहा छ भाग्य परिवर्तन गर्न पढ्नै पर्छ भनेर, पढ्नै नसक्ने, मिहिनेत गर्नै नसक्ने ठाउँ बसेर एकदम अचम्म आउँछ। स्कुलमा बस्नु मात्रै पढाइ यस्तो लाग्छ कि मिहिनेत गरेर म भाग्य नै परिवर्तन गरिदिन्छु जस्तो लाग्छ, त्यस्तो हुन्छ। अनि फेरि अब घरमा आयो भने चाहिँ फेरि त्यही हो क्या, पारा आफ्नै पारा, गाह्रो छ हौ जिन्दगी। तपाईँहरू पनि यस्तै सिचुएसनमा हुनुहुन्छ भने सेयर गर्नुहोस् ल। मलाई यदि सजेस्ट गर्न चाहनुहुन्छ भने पनि तल कमेन्ट बक्समा सजेस्ट गर्नुहोस् न। के यस्तो मेडिटेसन गर्दाखेरि लाइक पढ्नमा कन्सन्ट्रेट भएर पढ्न सक्छु कि होइन, योगाहरू के गर्दाखेरि हुन्छ कि के भएको हो यस्तो, कि माइन्ड मेन्टली डिस्टर्ब भएर यस्तो भएको कि केले चाहिँ यस्तो गराउँछ। प्लिज एकदम मलाई चाहिँ हेल्पको लागि नै भिडियो बनाएको मैले चाहिँ है। एउटा आशा हुन्छ नि, आफूले नजानेको कुराहरू सेयर गऱ्यो भने केही कुरा नयाँ कुरा सिकिन्छ भन्ने कुरा जस्तो लाग्छ कि मलाई चाहिँ। त्यही भएर मैले भिडियो बनाउनुको खास कारण चाहिँ हो। तपाईँहरू पनि मलाई सजेस्ट गर्नु है।